सजिलो तरिकाले बुझ्ने यो चाहिँ हाम्रो कम्पाउन्डिङ टेस्ट च्याप्टरको एउटा समस्या छ, प्रोब्लम छ। समस्या यस्तो छ, निश्चित वार्षिक चक्रीय ब्याज दरले कुनै धनको मिश्र धन 2 वर्षमा 14,520 र 3 वर्षमा 15,972 हुन्छ भने निकाल्नु के छ भन्दाखेरि ब्याज दर पत्ता लगाउनुहोस् र मूलधन पत्ता लगाउनुहोस् भनेपछि हाम्रो दुईटा कुरो निकाल्नु छ। दुईटा कुरो यहाँनिर निकाल्नु। पहिलो कुरो त यहाँ बुझ्नु पर्ने भन्दाखेरि वार्षिक चक्रीय ब्याज दरले कुनै धनको मिश्र धन 2 वर्षमा मिश्र धन 14,502 र 3 वर्षमा त्यो मिश्र धन 15,972। अब मिश्र धन भन्ने बित्तिकै के बुझ्नु पर्यो भन्दाखेरि सावा र ब्याज दुईटैलाई के भनिन्छ, मिश्र धन भनिन्छ भनेर बुझ्नु पर्यो। त्यसपछि हामीले पत्ता लगाउनु पर्ने के छ, ब्याज दर पत्ता लगाउनु पर्ने है। अर्को के छ पत्ता लगाउनु पर्ने भन्दाखेरि मूलधन चाहिँ पत्ता लगाउनु पर्ने। अब हेर्नुस्, समाधान कसरी गर्ने भनेर अब सबभन्दा पहिला कुरो के छ भन्दाखेरि के दिएको छ र के निकाल्नु छ र कसरी निकाल्ने भन्ने कुरो चाहिँ हामीले दिमागमा सोचिहाल्नुपर्छ। अब समाधान के गर्ने भन्दाखेरि यहाँ मानौ ब्याज दर छैन, 8% मान्ने, मूलधन चाहिँ x मान्ने है। मैले यहाँ मूलधन x माने, नमान्दा नि हुन्छ। त्यसपछि के छ, पहिलो अवस्था अनुसार के छ भन्दाखेरि पहिलो अवस्थामा के दिएको छ भन्दाखेरि चक्रीय मिश्र धन कति दिएको छ, 14,520 दिएको छ। त्यस्तै गरी अर्को के दिएछ, समय 2 वर्ष, समय कति छ, 2 वर्ष छ। त्यसपछि सूत्र अनुसार चक्रीय मिश्र धनको सूत्र के हुन्छ, P1 + R/100 को पावर T। त्यसपछि यहाँनिर अब CA पहिलो शर्त अनुसार CA 15,000, यो दोस्रो शर्त हो है, यो दोस्रो शर्त अनुसार अब यति दिएको छ। समय 2 वर्ष। त्यस्तै गरी यहाँ दिएको छ 14,520 बराबर x 1 + R/100 को पावर 2 भनेर जहाँनिर CA पहिलो शर्त अनुसार CA 14,520 छ र R समय 2 वर्ष छ र P भनेपछि x छ भनेर हामी मानेको थियो। दोस्रो अवस्थामा के छ भन्दाखेरि चक्रीय मिश्र धन यति दिएको छ, समय 3 वर्ष दिएको छ। पहिलो शर्तमा समय 2 वर्ष दिएको छ, दोस्रो शर्तमा समय चाहिँ 3 वर्ष दिएको छ। सूत्र अनुसार के हुन्छ सूत्र भन्दाखेरि चक्रीय मिश्र धनको P1 + R/100 को पावर T। अब यहाँ CA को ठाउँमा यो भ्यालु राखेको, x को ठाउँमा P1 + R/100 को पावर 3T को ठाउँमा यिनीलाई समीकरण 2 मानिदिएको। समीकरण 2 लाई 1 ले के गर्नु पर्यो, भाग चाहिँ गर्नु पर्यो। समीकरण 2 लाई 1 ले भाग गर्नु पर्यो। भाग गर्दाखेरि समीकरण 2 कति थियो त, समीकरण 2 यो छ 14,520 र समीकरण 2 चाहिँ 15,972 र समीकरण 2 चाहिँ 14,520 छ CA। त यो बाई समीकरण 1 को यो बाई समीकरण 1। त्यसपछि के हुन्छ 1.1 यसलाई भाग गरेपछि 1.1 आउँछ प्लस यो चाहिँ यो x ले यो x क्यान्सल हुन्छ र यो 2 यो माथि 3टा छ, यो तल 2टा छ। त एउटा बाँकी हुन्छ, 2टा क्यान्सल भएपछि एउटा बाँकी हुन्छ, त्यही भएर 1 + R/100 आएको हो।
त्यसपछि त्यो 1 चाहिँ यतातिर गएपछि 1.1 माइनस 1 हुन्छ बराबर r/100। अब यो 1.1 बाट 1 घटेपछि 0.1 हुन्छ बराबर r/100। त्यस्तै गरी 0.1 अनि यो चाहिँ भागमा छ भने यतातिर आएपछि गुणनमा हुन्छ, यो बराबर r को r। दुईटैलाई गुणन गरेपछि r बराबर 10 हुन्छ र यो प्रतिशत भएको कारणले पर्सेन्टेज लेख्नुपर्छ। ब्याज दर प्रति वर्ष 10% का दरले दिइरहेछ। त्यसपछि r को मान समीकरण 1 मा राख्दाखेरि जुन हाम्रो समीकरण 1 कति थियो 14,520 अनि x1 प्लस r को ठाउँमा 10 राखेर बाइ 100 गरेको। त्यसपछि के हुन्छ भन्दाखेरि 10 लाई 100 ले भाग गरेपछि 0.1 अनि यो 2 को 2। यो दुईटैलाई जोड्ने अब यो जस्ता यतातिरको जस्ता त्यस्तै छ। 1 प्लस 0.1 भनेपछि 1.1 को पावर 2 यो x को x। अब 1.1 को पावर 2 लाई पावर गर्दाखेरि कति हुन्छ त 1.21 हुन्छ। यसलाई यतातिर पठाएपछि केमा जान्छ भागमा जान्छ। यसलाई चाहिँ यतातिर पठायो यो यतातिर जस्ताको त्यस्तै यसलाई यतातिर पठाउँदाखेरि भागमा गयो। भाग गर्दाखेरि कति हुन्छ 12,000 हुन्छ। यो त यो x भनेको के हो x भनेको साबा मूलधन बराबर 12,000 भयो। हस्त धन्यवाद।